यस्तोमा खाना कसैलाई मन हुन्छ, कसैलाई हुँदैन नि त, होइन? यो भनेको एउटा बाध्यता हो, यो भनेको एउटा परिस्थिति हो। परदेशी जिन्दगी सजिलो छैन साथीहरू। यस्तोमा ल्याएर खानुपर्छ, होइन? मान्छेले देख्दाखेरि परदेशीको जिन्दगी चाहिँ एकदम राम्रो छ, होइन, हेर्दाखेरि, होइन? अनि एक दिन रमाइलो घुमेको देख्दा, रमाइलो गरेको देख्दा, फोटो हालेको देख्दा मान्छेहरूले त्यो विश्वास गर्छन् नि, यस्तो छ त्यस्तो। गाह्रो छ हजुर परदेशी जिन्दगी यसरी प्याक गरेर हेर्नुहोस्। यो प्याक गरेर यहाँभित्र रोटी अनि यस्तो पोलिथिनको प्याकेटमा यो के भन्छ करी, झोल करी खानुपर्छ। अनि देख्नेले त परदेशी जिन्दगी राम्रो देख्छ, के छ र? सबैभन्दा मोस्ट इम्पोर्टेन्ट बुझ्नुपर्ने घरकाले होला। जति पनि तपाईँको आफ्नो घरको छोरा होस्, आफ्नो घरको बुढा होस्, आफ्नो घरको दाजुभाइ होस्, होइन, जोसुकै जहाँ भए पनि, जुनसुकै ठाउँमा गए पनि परदेशी जिन्दगी सजिलो हुँदैन, होइन? इभन यो मलाई मात्रै पर्दैन, सबै परदेशी दाजुभाइलाई पर्छ। अझ अरू साथीहरूले त यस्तै प्याक गरेर खानाहरू पनि यस्तैमा खानुपर्छ। यो रबर भयो नि तपाईँको, यो भनेको चाहिँ आज चाहिँ मैले यहाँ रोटी चनाइ मगाएको छु, यो रोटी हो, होइन? अनि यो भनेको चाहिँ तपाईँको पेपरको हो, यो चाहिँ तपाईँको वाटरप्रुफवाला भन्छ। अनि यहाँ माथि खाना दाल हालेर खायो भने पनि यो चाहिँ तपाईँको भिजेर जाँदैन क्या, यस्तो खालको स्ट्रङ हुन्छ क्या। यो भित्रपट्टिबाट देख्दै हुनुहुन्छ, यो चिल्लो यहाँनिर चाहिँ प्लास्टिकको कभरहरू हुन्छ, अनि यहीँ खाना राखेर खाने हो, होइन? अनि भने जस्तो सजिलो हुँदैन नि त, कति गाह्रो हुन्छ, होइन? परदेशी जिन्दगी हेर्नु। मैले पनि आज यहाँ एउटा साथीलाई रोटी चनाइ मगाएको थिएँ, उसले ल्याइदिएको छ, यो चाहिँ मैले खाना ल्याएको छु। तर हामी चाहिँ होटेलमा छौँ, होटेलमा हामीलाई यस्तोमा खानु पर्दैन, हामीलाई चाहिँ प्लेटहरू नै मिल्छ। तर यसरी चाहिँ मैले खाएको छु, योभन्दा अगाडिको ठाउँमा काम गर्दाखेरि खाएको छु। यो रोटी भइहाल्यो, यो चाहिँ करी भइहाल्यो, अनि यसलाई रोटी चनाइ भन्छ। अनि यस्तो छ क्या जिन्दगी भनेको, गाह्रो छ क्या। त्यही भएर तपाईँहरूले परदेशीको जिन्दगीलाई इजी तरिकाले, होइन, एकदम नर्मल तरिकाले कहिले पनि नसोचिदिनु, होइन? तपाईँको आफ्नो आफन्त, दाजुभाइ, आफ्नो श्रीमान जो जहाँ हुनुहुन्छ उहाँले धेरै स्ट्रगल गर्नुभएको छ। यस्तोमा खान मन कसैलाई हुन्छ भन्नु त? यस्तोमा खाना कसैलाई मन हुन्छ, कसैलाई हुँदैन नि त, होइन? यो भनेको एउटा बाध्यता हो, यो भनेको एउटा परिस्थिति हो, होइन? छोरा मान्छेले यस्तो कुराहरूलाई मलाई त्यस्तोमा खान मन थियो, यस्तोमा खान मन थियो भनेर कहिले पनि सोच्दैन क्या। जस्तो कुरामा नि खाना, हामी यस्तो प्लास्टिकमा पनि खाइन्छ, होइन? तर हामीलाई प्लेटै चाहिन्छ, हामीलाई थालै चाहिन्छ भन्ने हुँदैन नि त। हामी एउटा परदेशमा आइसकेपछि हामीले आफ्नो जिन्दगीलाई कसरी क्रिएट गर्दैछौँ, हामीले कसरी आफ्नो जिन्दगीलाई अगाडि बढाउँदैछौँ भन्ने कुरो आफैलाई थाहा हुन्छ। जति मान्छेले बाहिरबाट एनालाइसिस गर्छ, जति मान्छेले बाहिरबाट देख्दाखेरि एकदमै राम्रो देख्छ नि, तर त्यो बिल्कुल फरक हुन्छ है। यो कुरा चाहिँ मेरो मात्रै भोगाइ होइन, सबैको भोगाइ हो। यो हेर्नुहोस्, यस्तोमा खानु पर्दाखेरिको पीडा के भनेर। त्यही भएर भर्सक म चाहिँ के भन्छु भने, तपाईँको मेरो रिक्वेस्ट, तपाईँको आफ्नो परिवार जो भए तापनि बाहिर हुनुहुन्छ भने उहाँहरूलाई नर्मल, अनि उहाँहरूको दुःखलाई, होइन, कहिले पनि नर्मल नलिदिनु होला। उहाँहरू एकदमै स्ट्रगल गरिराख्नु भएको हुन्छ। जस्तो काम भए पनि गर्नुपर्छ, जस्तोमा भए पनि खानुपर्छ, जस्तोमा भए पनि सोध्नुपर्छ, होइन? अनि मेरो रिक्वेस्ट सम्पूर्णलाई है। र म चाहिँ रोटी चनाइ खान्छु, मलाई पनि बिहान आज ब्रेकफास्ट बिहान खानु मन लागेन, त्यही भएर एउटा साथीलाई मगाएको थिएँ, ल्याइदिएछ। अनि यो चाहिँ परदेशीको उदाहरण, थाल भनेको यही हो ल। हस्।